हेलो एभ्रिवान। यदि यो क्वेसन सुनेर पनि तपाईँ राति सुत्न सक्नुहुन्छ भने चाहिँ तपाईँले राम्ररी सोच्नु भएको छैन रहेछ यो कुरालाई भनेर सोच्नु होला। कुरा चाहिँ के हो भने सपोज एउटा पार्टिकल छ अरे र यो पार्टिकललाई चाहिँ मैले एउटा वालमा हिर्काएर स्पिडमा हिर्काएर 2 टुक्रा बनाइदिएँ अरे यसरी, ठिक छ। सो यसको अगाडि मास 20 थियो अरे र अब यो जुन टुक्राहरूको मास, यसको मास चाहिँ 15 भयो अरे, यसको मास पनि 15 भयो अरे र टोटल यो टुक्राहरूको मास चाहिँ 30 भयो अरे र अघिको चाहिँ 20 थियो अरे। अब यस्तो कसरी हुनसक्छ होइन? यस्तो त हुनु सक्दैन नि। कुनै कुरा फुटेको छ अनि फुटेर टुक्राहरू चाहिँ 30 हुन्छ त। तर यस्तै हुन्छ कहाँ भन्दाखेरि न्युक्लियर फिजिक्समा होइन, न्युक्लियसमा। अब फिजिक्स त त्यसलाई पढ्नलाई हामीले एउटा सब्जेक्ट बनाएको, तर न्युक्लियसले जब हामी एउटा ठुलो न्युक्लियसलाई जब हामी एउटा होइन टुक्राउँछौँ सानो न्युक्लियसमा, त्यो बेला चाहिँ यो सानो न्युक्लियरको मास र यो ठुलो न्युक्लियसको मास त्यहाँनिर चाहिँ डिफ्रेन्स भयो र त्यो डिफ्रेन्सलाई चाहिँ हामीले मास डिफेक्ट भन्यो। ओके, तपाईँले यो मास डिफेक्टलाई डिपली बुझ्नु थाल्नुभयो, यसको बारेमा खोज्नु थाल्यो भने सबै कुराहरू तपाईँले सबै फिजिक्स यहीभित्र लगभग छिर्नु खोज्छ है। सो द्याट्स अल फर टुडे।